हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज हामीहरू दुईजना जाँदैछौँ सपिङ गर्न कुसुमोसुमा। घरबाट अलि टाढा भए पनि हिँड्दै गफ गर्दै लाग्यौँ हामीहरू। जाँदै गर्दा बाटोमा कति राम्रो गुलाबको फुल फुलिरहेको रहेछ र एउटा बजाइले गोडमेल गर्दै हुनुहुन्थ्यो। उहाँको पर्मिसन लिएर भिडियो खिचिहाले। स्कुल पनि बिदा हुने समय भएको रहेछ र ससाना केटाकेटीहरू स्कुल सकेर घर फर्कदै थिए। करिब 20-25 मिनट हिँडेपछि हामीहरू पुग्यौँ कोसमोसमा, जहाँ 365 डेज नै सामान सस्तो पाइने रहेछ। खासमा हामीहरू चाहिँ चामल सस्तो पाइने भएकोले चामल किन्न आएको, तर अरू सामान पनि हेर्दा हेर्दै कार्ट नै फुल भयो। साँच्चीकै प्राइस चाहिँ धेरै नै रिजनेबल रहेछ। लास्टमा त 12,000 एन जतिको सपिङ भएछ। यहाँ चाहिँ ओन्ली क्यास पेमेन्ट मात्र हुने भएकोले हजुरहरू पनि आउँदाखेरि क्यास बोकेर आउनु होला। सामान धेरै भएपछि हातमा बोक्न नसकेर काखमै बोकेर हिँडिरहेको। एकदमै थकाइ लागेपछि बाटोमा ड्रिङ्क र चिप्स खाँदै रेस्ट गरेर अनि हामीहरू लाग्यौँ घरतिर। तपाईहरू पनि जापानमा हुनुहुन्छ र यो सब आउनु भएको छैन भने एकचोटि अवश्य पनि भिजिट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।